सबैको त्यहाँ जानु न ल दाइ तपाईँ पनि उभिनु त्यहाँ जानु त्यहाँ साथीहरू के गर्ने मसँग पैसा भएको भए त मैले यो किन्थेँ होला हेर्न सक्नुहुन्छ आइफोन 16 प्रो म्याक्स यहाँ चाहिँ बगालहरूको फोटोसुट हुँदैछ हेर्न सक्नुहुन्छ साथीहरू अनि यहाँ हेरिरहेको छ कति राम्रो छन् ब्युटिफुल अनि के दामी यार कति राम्रो हो क्या यस्तो पो सिन हो है आम्मा या क्या दामी लोकेसन छ साथीहरू हेर्न सक्नुहुन्छ यहाँ यो फेरि एलसिडीमा हामीले देखाइरहेको हेर्न सक्नुहुन्छ कति खतरा छ है जति हेऱ्यो त्यति राम्रो लाग्यो किन आत्याउ तिमी हेर न सिन हेर न बाप्रे यही सिन आउने यही सिन हो हेलो एभ्रिवान वेलकम टु आवर युट्युब च्यानल स्वागत छ हजुरहरूलाई मेरो न्यू डे अनि न्यू भिडियोमा आज मैले धेरै दिनपछि एउटा नयाँ भिडियो बनाएर ल्याएको छु साथीहरू आज चाहिँ हाम्रो भीम एकादश आँप खाने दिन र इन्डियामा गुजरातमा छौँ हामी छुट्टी छ आज चाहिँ हामी जाँदैछौँ कहाँ जान लागेको भनेपछि दारी काटेर चिल्लो भएको छु आज होइन हामी जाँदैछौँ फिल्म हेर्न हिन्दी फिल्म लागेछ हाउसफुल 5 त्यो फिल्म हेर्न गइरहेछौँ अनि यहाँ अहिले म छु चेतन दाईको रुममा हामी धेरै छौँ जान लागेको अनि यहाँ हेर्न सक्नुहुन्छ रतन भाइ अनि यता शर्मिला बहिनी चेतन दाई फेरि आज हिरो देखिनु भागे बाल काटेर अनि यता फेरि बहिनी ओ सुमित ब्रो यता चाहिँ ऊ अर्को युट्युबरको पारा अर्कै छ फेरि उतातिर उता पुरा कुनातिर फर्काए एक्लै ल त साथीहरू अब हामी यहाँबाट जाँदैछौँ होइन अब हामी जान लाग्छौँ आज हिमालय मल हलमा उहीँ फिल्म हेर्छौँ अनि त्यसपछि हजुरलाई म देखाउने छु आजको फिल्म हेराइ कस्तो हुनेछ ल त साथीहरू अब हामी बाहिर रोडमा आइसकेको छौँ गर्मी छ होइन 12:30 पौने 1 भइसकेको छ यहाँको समय अहिले हामी आइरहेको छौँ अहिले बाहिर रोडमा हेर्न सक्नुहुन्छ यहाँ अनि अर्को भाइ यतातिर फेरि खतरा पाराले गर्मी छ यार साथीहरू हेर एकदम धेरै गर्मी छ होइन अब हामी रोडमा निस्किएको छौँ रिक्सा पर्खिरहेको छौँ रिक्सा आएपछि फेरि हामी रिक्सामा बसेर जान्छौँ साथीहरू सक्नुहुन्छ साथीहरू उहाँ रिक्सा आएको छ अब त्यही रिक्सामा जान्छौँ सोध्नु त दाइ के छ रतन भाइ तिमी त यार नाइट गरेर अनि खतरा देख्यौ त तिमी त यार आम्मामा ह्यान्डसम छौ क्या मान्छे त यार अनि अब यता भाइ चाहिँ नाइट ड्युटी गरेर आएको उसको फेस पनि खतरा देखिरहेछ फेरि होइन नाइट ड्युटी गरेर आएको मान्छे अनि अब यहाँ रिक्सा कुरा गर्दै हुनुहुन्छ दाइले के भयो कितना 15 गरे रिक्साले 15 रुपियाँ भनिरहेको छ साथीहरू अब साथीहरू आउँदैछन् उता अर्को साथी फेरि पुरा छोरी समातेर आइए छोरी समातेर आउँदै हुनुहुन्छ अनि साथीहरू अब चाहिँ हामी आज हेरिन्छ हाउसफुल 5 हेर्ने हो नि चेतन दाइ किन खिचाइरहेको सबैलाई तिमी किन खिचिहाउ त मैले खिच्या भन्दा पनि तिमी खिचिने हो ओ अर्को ह्यान्डसम भयो ओखो नानु हेर त हेराइ अरू टोलीहरू उहाँबाट आउँदैछन् ल त साथीहरू हामी सबै रिक्सामा बसिसकेका छौँ अन्त यता रिक्सावाला भाइ पनि अनि अब हामी जाँदैछौँ हिमालय मल अब यहाँ यस्तो गर्मी छ बाहिर रोड हेलो ल त साथीहरू हेर्न सक्नुहुन्छ अब टक्क नै लोकेसन त दामी देखिरहेछ यार है केटा हो कति दिनपछि आज भिडियो बनाउनु पाएको हो कि नै भाइ दाइले फेरि यहाँ बाउलाई भन्दै खिचाउँदै गर्नु भयो यार त्यस्तो नगर्नु न यार तिमीले फेरि दाइलाई नखिचाउ न ल त साथीहरू हामी आइसकेको छौँ हिमालय मल होइन कसले पैसा दियो रिक्सावालालाई अनि आइए हेर्न सक्नुहुन्छ आइयो हिमालय मल आज चाहिँ फिल्म कुन लाहान उहाँ दाइ गइसक्नु भयो टिकट लिन अनि म चाहिँ साथीहरू अब हजुरहरूलाई फिल्मको पोस्टर हेराउन जान्छु यहाँ हो भाइ सुमित भाइ के गर्न लाग्यो तिमी म चाहिँ अब साथीहरू कुन फिल्म आज हामीले हेर्ने भनेर हजुरलाई म पोस्टर देखाउन गइरहेको छु आम्मामा खतरा फिल्म लाहान त यार हाउसफुल 5 हेर्न सक्नुहुन्छ साथीहरू आज हामीले चाहिँ यो फिल्म हेर्ने हो यो अनि यता अर्को भाइले बनाउँदै भिडियो जाम गर्मी भयो हामी आइसक्यौँ हिमालय मल हेर्न सक्नुहुन्छ खै त टिकट आइसक्यो
ल त साथीहरू अब फाइनल भयो 2 बजेको सो होइन। अनि यहाँ छलफल छलफल गर्दै हुनुहुन्छ यहाँ टिकट काट्ने काउन्टरको। अनि तिमी किन उ भइरहेछौ त भाइ? तिमी किन टोलाइरहेछौ? तिमीलाई माथि लगेर एसीमा सुताउँछौँ क्या है? है एसीमा तिमी सुत्नु। हेर्न सक्नुहुन्छ यहाँको लोकेसन हेर्न सक्नुहुन्छ साथीहरू। यो चाहिँ हिमालय मलको लोकेसन हो। यहाँनिर आइसक्रिम खानेको पनि भिडभाड त्यस्तै छ। पलाएर यतातिर चाहिँ अब बहिनीहरू त भित्र गइसके अघि नै यार। अब यहाँ चाहिँ दाइहरू छलफल गर्दै हुनुहुन्छ टिकट काट्नको लागि। अब साथीहरू अब 2 बजेको सोको हामीले टिकट फाइनल भयो होइन हाम्रो। अब दाइले काट्दै हुनुहुन्छ। फाइनल साथीहरू टिकट पनि आइसकेको छ। यहाँ ल्याउ त खै खै यी 8वटा टिकट 250 को रेटले कति भयो? 2000। हाम्रो पेमेन्ट गर्ने मालिक फेरि यता यहाँ। अब त हामी दिन्नौँ क्या रे पैसा होइन सुमित होइन? टिकट आइसक्यो साथीहरू होइन। अब चाहिँ हामी भित्र महलमा गएर चाहिँ एकछिन चिसो हावा खाइन्छ, घुमिन्छ। 1 घन्टा टाइम छ हामीलाई घुम्नलाई। अब प्रवेश भइरहेछौँ हामीहरू। अब यहाँ हुँदैछ चेकिङ हेर्न सक्नुहुन्छ। ल त साथीहरू अब हामी आइसकेको छौँ भित्र हिमालय मलभित्र होइन। अब यहाँनिर चाहिँ एकछिन साथीहरूलाई पर्खिरहेको छौँ। अनि साथीहरू आउनुहुन्छ अनि त्यसपछि हामी जान्छौँ फेरि हेर्न। अनि ऊ यता कपडा सेक्टरहरू भयो। अनि यतातिर पनि रह्यो कपडा डिपार्टमेन्ट। रतन भाइ यस्तै टोलाको देख्दा मलाई एकदम चिन्ता लागिरहेछ क्या आज, किन हो टोलाको तिमी भन्ने। अरू यतातिर फेरि मिठो मुस्कानमा लाखौँको मुस्कानमा होइन। भिडियो बनाउने गरेँ उहाँ अब त्यहाँबाट उ गरिरहनु उनीहरूले भिडियो बनाउने अरे। हामी चाहिँ 2 भाइ पुगिसक्यौँ माथि। ए नानी तिमी त कति छिटो आयो छौ त। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ खतरा खतरा छ फेरि दामी 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 दामी। यता चाहिँ ट्याटु हानिन्छ यहाँनिर। फोटो हान्ने? ल ल ल ओके ल। यति राम्रो छ यहाँ हेर्न सक्नुहुन्छ गुडिया है। अनि चाहिँ यहाँ चाहिँ भाइले मोबाइल हेर्न जाऊँ भन्ने कुरो भइरहेछ है साथीहरू। अब हामी चाहिँ जाँदैछौँ मोबाइल हेर्न। अनि किन्ने त होइन, यसो हेरेर मात्रै चित्त बुझाउने साथीहरू होइन। अब हामी जाँदैछौँ मोबाइल हेर्नलाई। अहिले स्यामसङ 24 अल्ट्रा किन्ने गरेँ। किन्ने हो भविष्यको लागि ऊ हुन्छ भनेर होइन। र यहाँ जुमिङ टेस्ट हुँदैछ हेर्न सक्नुहुन्छ साथीहरू। स्यामसङ 25 हो नि। अनि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ मोबाइलको पुरै होइन, मोबाइलहरू क्यामेराहरू। ए स्यामसङ हो भाइ स्यामसङ। साथीहरू के गर्ने, मसँग पैसा भएको भए त मैले यो किन्थेँ होला। हेर्न सक्नुहुन्छ आइफोन 16 प्रो म्याक्स। यो भएको अलि पैसा भएको भए त म यो किन्ने थिएँ साथीहरू। हेर्न सक्नुहुन्छ यहाँ। अब कुनै भविष्यमा सकियो भने किन्न पर्ला। हेर्न सक्नुहुन्छ कति छ यसको प्राइस अहिले। यहाँको प्राइस चाहिँ हेर्न सक्नुहुन्छ 1,34,900 आइसी। अनि यति छ यहाँको प्राइस हेर्न सक्नुहुन्छ। यो पुरै एप्पलको हो यहाँनिर। अनि भाइले फेरि हेरिरहन् यो एप्पलको है। यहाँ चाहिँ अब ल्यापटप हेर्न सक्नुहुन्छ। एप्पल हो कि लेनोभो? एप्पलको ल्यापटप छ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ खतरा हो क्या, मोबाइल ल्यापटप कम्प्युटर टिभी। के एन्ड्रोइड जस्तो छ? मलाई त यस्तैमा ल्यापटपमा रहर छैन, मलाई त आइफोनमा रहर छ भाइ यार। किन्नु पर्ला यार भविष्यमा। किन्दिनु है मलाई एउटा। त साथीहरू अब हामी यता मोबाइल टिभी पनि हेर्न आएको थियौँ। मोबाइल पनि हेऱ्यो, एलसिडी पनि हेऱ्यो, ल्यापटप पनि हेऱ्यो। यहाँ हेर्न सक्नुहुन्छ। अनि भाइ फेरि वा वा भनिरहेको छ। के को वा वा हो फेरि? अनि यहाँ हेरिरहेको छ त्यो कति राम्री छन्, ब्युटिफुल। अनि के अनि वाह के दामी यार, कति राम्रो हो क्या। के हो त्यो रसगुल्ला? ए दामी छ दामी छ दामी छ दामी छ दामी। हेर्न सिन कति दामी छ। यो यस्तो पो सिन हो है।
आम्मा ये या क्या दामी लोकेसन छ साथीहरु, हेर्न सक्नुहुन्छ यहाँ। यो फेरि एलसिडी मा हामीले देखाइरहेको, हेर्न सक्नुहुन्छ कति खतरा छ है। जति हेरे त्यति राम्रो लाग्यो। किन आत्याउ तिमी, हेर न सिन, हेर न बापरे। यही सिन हो आउने, यही सिन हो साथीहरु। यहाँ चाहिँ भाइले हैन खतरा ट्याटु हान्दै रहेछ हैन। ट्याटु हान्न लाग्यो? ह कति छ, कसरी रहेछ ट्याटुको? तिमीले पनि हान्ने भाइ? हान्ने हो? हान्न लाग्यो? कसरी रहेछ? ल यहाँ भाइहरूले ट्याटु हान्दै रहेछन् साथीहरु है। अनि यहाँ भाइले पनि उसले उहाँ देखाइरहेछ डिजाइनहरू। अनि यहाँ भाइले चाहिँ ट्याटु हान्ने अरे हैन। ल ठिक छ, राम्रोसँग हान्नु है ट्याटु। यहाँ चाहिँ बगालहरूको फोटो सुट हुँदैछ, हेर्न सक्नुहुन्छ साथीहरु। ऊ यहाँ सानो फुच्ची हैन, हामीहरूले फोटो सुट गर्ने हैन केटा हो, हामीले फोटो सुट गर्ने हैन। अनि यहाँ चाहिँ गुडिया हेर्न सक्नुहुन्छ, सानो दामी 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 गुडिया छ साथीहरु। साथीहरु अब चाहिँ हामी जानुपर्ने हुन्छ माथि हैन। चाहिँ हेर्न सक्नुहुन्छ टन्नै साथीहरु, यहाँका मान्छे हामी सबै। म त साथीहरु हाम्रो यहाँको लिफ्ट चाहिँ चलेको रहन्छ है। अब आफै हिँड्दै जानुपर्ने भयो यार। यतापट्टिको लिफ्ट चाहिँ चलेको छ, हाम्रो लिफ्ट चाहिँ चलेको छैन साथीहरु। अनि चाहिँ हामी आफै जाँदैछौँ हिँडेर। हेर्न सक्नुहुन्छ यहाँ गेमिङ जोनमा भित्र पसे बगालहरू। उहाँ देखाउने गुरु चाहिँ फेरि अर्को हो क्या हो लग्ने, फेरि खतरा चिसो छ फेरि दामी, हेर्न सक्नुहुन्छ। के भयो साथीहरु? अब हामी गेमिङ जोन भित्र आइसकेका छौँ साथीहरु, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ एकदम मजा छ, एकदम शीतल है, अँध्यारो पनि छ, दामी छ। हजुर डलर खै हो, हेर्नुपर्छ। छैन होला यार, मैले छास किने जस्तो मान्थे। ओके दामी, कति राम्रो बनाएको है आजभोलि, हेर्न सक्नुहुन्छ साथीहरु। यहाँ ये गेमिङ जोन दामी छ। आहा क्या दामी, हेर्न सक्नुहुन्छ साथीहरु। यहाँ पुरा गेमिङ हो है, खतरा खतरा के यार। यहाँ चाहिँ आज गाडी चलाउनेमा कोही रहन्छन् साथीहरु, नत्र यहाँ पनि यो पनि खतरा हुन्छ नि ड्राइभिङ वाला। हामी आइसकेका छौँ यहाँ भित्र साथीहरु हैन। अब चाहिँ एकछिन 1:45 भयो, अब 2 बजे हेरिन्छ सो। खतरा दामी देखियो त यार लोकेसन त। कहाँ ए टिकट अनि त्यहाँ गर्नु कति नम्बरको त्यो गेटको? ह ल उता पो ह अहिले त यहाँ त सुनसान छ त यार, अहिले त कोही छैन। अब एकछिन पछि आउँछन् होला। चाउचाउको बास आइरह त सबैको त्यहाँ जानु न ल दाइ, तपाईँ पनि उभिनु त्यहाँ जानु। त्यहाँ 9लाई पनि समाउनु न माथि टक्क। सुमितले किन आगर ए मैले त यार। हामी सबै बगालहरू एकछिन यहाँ बसेछौँ हैन, रेस्ट गरेको छौँ। अब एकछिन पछि भित्र अब प्रवेश गर्ने समय हुँदैछ। अनि भाइ उहाँ अनि 3टी उता, अनि हाम्रो भाइका 2 जना यता हैन। 10 मिनट चल्छ। किन रतन भाइ उहाँ गएर सुत्ने भने हो क्या तिमी पहिला? निदले झमाल भयो मान्छे, नाइट गरेर आएको साथीहरु। अब साथीहरु यहाँ हुँदैछ भित्र हाम्रो प्रवेश। 2 नम्बरको गेट हुँदैछ टिकट चेकिङ। के भइरहेको क्या भयो? हिंदुस्तानी हाँ नहीं वो नहीं लेंगे, वो तो हमको भी कॉपीराइट आएगा। ल त साथीहरु अब हामी हेर्न सक्नुहुन्छ भित्र प्रवेश गरियो। आहा कति चिसो छ। त्यो पर्दा हो उवा स्क्यानर। आमा हेर्न सक्नुहुन्छ पब्लिकहरु। ल त साथीहरु अब हामी जाँदै छौं, प्रवेश गर्दै छौं भित्र। दामी दामी भाइ, अरु के छ? ठीक छौ नि? निद्रा लाग्यो हो? हेर्न सक्नुहुन्छ अब यहाँ हाम्रो टोली बसिसकेको छ हैन। अब एकछिनमा हुन्छ चालु। यता हेरौँ बगाल, यी लाइट पनि बन्द भयो। हेर हाय
ओहो साथीहरू फाइनली हामीले हाउसफुल 5 हेरियो हाँस्यो एकछिन होइन हाँसो हाम्रो सुताइ भयो एकछिन हाँसो चाहिँ लाग्यो होइन दाइ कमेडी फिल्म लगभग मैले हलमा आएर हेरेँ भनेको यो पहिलो फिल्म हो कमेडी फिल्म म सित्तिमिति हलमा हेर्दैन कस्तो लाग्यो फिल्म कतिको हाँस्यौ तिमी हाँस्यौ कि नै सुमित हाँस्यौ कि नै हाँसेनौ म त अलिअलि हाँसेँ तिमी बढी हाँस्यौ कि सुत्यौ पहिला भने त म त अलिअलि हाँसेँ पनि सुतेँ पनि यार यहाँ सुतेन म त चेतन दाइ तपाईँ हाँस्नुभयो कि रुनु भयो होइन जे होस् फिल्म ठिक थियो फिल्म राम्रो थियो होइन फिल्म पनि मजा आयो कमेडी फिल्म दामी थियो यार त्यतिर हेर्नुहोस् साथीहरू खतरा 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 कस्तो लाग्यो फिल्म राम्रो छ नानी डराइन क्या खतरासँग सर अब नहिन्ने यार कस्तो हो कि ऐ धन्नै सुमित धन्नै परेको म त यार अरू भाइ अब कहाँ जाने हामी रुममा जाने नि जाने रुममा होइन निद्रा लाखेर मलाई त लागेन कपडा त खतरा छ नि त यार साथीहरू हेर्न सक्नुहुन्छ यहाँ भाइले ट्याटु हान्दैछन् खतरासँग लगभग 3 घन्टा भयो यार ट्याटु हान्न लाग्यो अहिलेसम्म हिरोइनसँग चाहिँ कतिखेर भ्याउने हो कतिखेर भ्याइन्छ अरे अझै आम्मामा यस्तो खतरा हान्दैन त ट्याटु त यार कसरी रहेछ भस्मै लाग्यो त पैसा त है होइन साथीहरू हामीले हाउसफुल 5 हेरेर पनि सक्यौँ अब हामी जानुपर्छ रुमतिर हाउसफुल 5 काम लाग्छ न अब अनि अब हामी चाहिँ जानुपर्छ घरतिर होइन भाइ कस्तो अहिलेसम्म गर्मी छ हो 5 बजिसकेर पनि छ्या मोबाइलै कस्तो हुन्छ यार मेरो त